गैराती भएको विश्वकप फुटबलको रोमाञ्चक भिडन्तमा फुटबल महाशक्ति पोर्चुगल र तुलनात्मक रूपमा कमजोर मानिएको कङ्गो बीचको खेल एक गोलको बराबरीमा सकियो। बलियो पोर्चुगललाई कङ्गोले खेलभरि नै कडा चुनौती दिँदै स्तब्ध पारिदियो। खेलमा पोर्चुगलका स्टार कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्न त सकेनन्, तर मैदान छिर्नसाथ उनले फुटबल इतिहासमा एउटा सुनौलो पाना भनी थपेका छन्। 41 वर्ष 132 दिनको उमेरमा मैदानमा उत्रिएका रोनाल्डो विश्वकपको इतिहासमै सुरुवाती 11मा पर्ने सबैभन्दा पाका आउटफिल्ड खेलाडी बनेका छन्। समग्र इतिहासलाई हेर्दा उनी विश्वकप खेल्ने दोस्रा पाका आउटफिल्ड खेलाडी हुन्। यो उनको 23औं विश्वकप खेल हो। यससँगै उनले इटालीका लेजेन्ड डिफेन्डर पाओलो माल्दिनीको कीर्तिमानसँग बराबर समेत गरेका छन्। कङ्गोका लागि पनि यो रात ऐतिहासिक बन्यो। उसले विश्वकपको इतिहासमै आफ्नो पहिलो गोल र पहिलो अङ्क जोड्दै ऐतिहासिक सफलता हात पारेको छ।